हामी हरेकलाई तपाईँले छुनुभएको हामी हरेक जीवनमा तपाईँ बोल्नुहोस् यो समय हामी हरेकलाई तपाईँको हातमा प्रशंसा परमेश्वर तपाईँको शक्तिको निम्ति धन्यवाद अनि तपाईँको दरबार प्रेमको निम्ति प्रभु धन्यवाद हृदयमा तपाईँ बस्नुहोस् जीवित
धन्यवादका भेटीहरूले तपाईँ माथि उचाल्नुहुन्छ तपाईँ महिमित हुनुभएको छ जीवित दयालु हामीलाई आफ्नो करुणामा राख्नुहुने परमेश्वर पिता तपाईँलाई धन्यवाद भन्छौँ हाम्रो जीवनका हरेक घटी कमीहरूलाई हरेक समस्याहरूलाई समाधान दिनुहुने पुरा गरिदिनुहुने परमेश्वर पिता हाम्रो मन अनि शरीरका प्रत्येक
रोगहरूलाई, प्रत्येक घाउचोटहरूलाई मलमपट्टि गरिदिनु परमेश्वर। हाम्रो जीवनका प्रत्येक भुल टुटी गल्ती अधर्महरूलाई क्षमा गरेर हामीलाई नयाँ जीवन दिनुहुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद भन्छु प्रभु येशूले। सारा आदरले, सारा भक्तिले, सारा मनमा हामी यो समय तपाईँको नजिक आउँदछौँ। तपाईँको समीप आउँदछौँ तपाईँलाई महिमा दिनको लागि। तपाईँलाई धन्यवाद गर्छु प्रभु येशूले। मौका दिनुभयो, धन्यवाद भन्छु प्रभु येशूले। हामी विश्वास गर्छौँ हामीले जानेर या नजानेर गरेका हाम्रा स्तुति प्रशंसाहरूले, हाम्रा धन्यवादका भेटीहरूले तपाईँ माथि उचालिनु भएको छ, तपाईँ महिमित हुनुभएको छ। धन्यवाद भन्छु प्रभु तपाईँलाई यो समय। सारा आदर भक्ति महिमा तपाईँमा चढाउँदछौँ। आगामी दिनहरूमा पनि यसरी नै एकसाथ भेला भइकन तपाईँको आराधना, तपाईँको स्तुति गर्ने मौका दिनुभएको होस्। अझै धेरै जनहरू भेला भइकन तपाईँको आराधना गर्न सकिकन आज जो जति उपस्थित हुन सक्नु भएन, उहाँहरू हरेकको हृदयमा पनि तपाईँ बोल्नुभएको होस्। उहाँहरू हरेकलाई मण्डली भवनमा तपाईँले मन दिनुभएको होस्। आगामी दिनहरूमा अझै धेरैभन्दा धेरै जनहरू भेला भएर अझै जोसका साथ, अझै जागरका साथ तपाईँको आराधना गर्न सकिकन धन्यवाद भन्छ प्रभु यो समय। सारा आदर भक्ति महिमा हामी तपाईँमा चढाउँदै तपाईँलाई माथि उचाल्दछौँ। हाम्रो प्यारो पुत्र प्रभु येशू ख्रीष्टको नाममा आमेन। हुन्छ।